हिजो नेकपा एमाले संसदीय दलको नेता छान्ने तयारी गर्यो। खुसी लाग्यो। अब एमाले युवातिर केन्द्रित हुन्छ। जनताबाट प्राप्त मत र जनताले दिएको सबक पक्कै पनि नेतृत्वले बुझ्छ र युवालाई अगाडि सार्छ भन्ने मनसाय मैले मनमा राखेको थिएँ, पालेको थिएँ। जो आम एमाले समर्थक शुभचिन्तकहरूले पनि सोही अनुसार आफ्नो विचार अभिव्यक्त गर्नुभएको थियो। तर एकाएक हुँदाहुँदै सुभाष नेङमाङको छोरा सुहाङ नेङमाङ संसदीय दलको नेता बन्छन् भन्ने सबैको आकांक्षा अन्ततः तुषारापात भयो। हेर्नुहोस् है, उनलाई प्रस्ताव गर्ने मान्छे नै नभइसकेपछि त समर्थन गर्ने त कुरै भएन। प्रस्ताव गर्ने खालको आँटै नभएको संसद त्यहाँ देखियो प्रतिनिधि। हेर्नुहोस् है, कस्तो विडम्बना छ। आखिर यहाँ डुब्न लागेको सूर्यको अवस्थामा छ। किन भन्दा जम्मा 8-9 सिटमा खुम्चिएको एमाले अहिले भन्न सकिन्छ अहिले एमाले नेतृत्व सुध्रिनु पर्ने छ, जरुरी छ भन्दा पनि फेरि उही नेतृत्वको चरम अहमता, उही गुन्डागर्दी शैली हेर्नुहोस् त, एक किसिमले हाइज्याक भएन त। एउटा प्रस्तावक पनि त्यहाँ देखा पर्न सकेन भन्नुको मतलब नेतृत्वले कब्जामा लियो नि त। यो देख्दा सबैले भन्ने गरेको कुरा थियो कि धेरै मान्छेलाई एमाले बनाइयो तर एमालेलाई मान्छे बनाउन सकिएन। यस्तै कुपात्रहरूले एमालेलाई चाहिँ डसेको डसै गरे। हेर्नुहोस् है, नेतृत्वमा केपी शर्मा ओली, महेश बस्नेत, विष्णु रिमाल, सूर्य थापा र शङ्कर यस्ता मान्छे जबसम्म नेतृत्वमा बस्छन् नि, ती सङ्कीर्ण सोच भएका मपैत्तो जमाउने खालका यी नेताहरूले कहिल्यै पनि अब एमालेलाई उकालो लाग्न दिनेवाला छैनन्। आम नेपाली जनताहरू यस्ता भ्रष्ट अनैतिक क्रियाकलाप गर्ने र कानुन विपरीत हुने मान्छेलाई कानुनी दायरामा ल्याउन खोज्दा आन्दोलन गर्न जानुभएको छ नि सडकमा, विचार गर्नु होला। तपाईँका लागि बोलिदिने र तपाईँलाई गरिदिने कोही पनि हुने छैनन्। अन्ततः तपाईँले आफ्नो जिन्दगी आफै खत्तम पार्दै हुनुहुन्छ। हो, म एमाले शुभचिन्तक हुँ, म एमालेको शुभचिन्तक हुँ। तर हामी परदेशीहरूले अब यो र त्यो भनेर बसिरहने र त्यही नै हो भन्नुपर्ने छैन। राम्रोलाई राम्रो भन्ने हो, नराम्रो भन्ने हो। हेर्नुहोस्, एमाले राम्रो गर्यो भने एमालेलाई सधैँ साथ सपोर्ट छ, गरेन भने सधैँ गाली छ, सधैँ तिरस्कार छ। यो त लागेको कुरा हो र हुने पनि यही हो। म एमालेलाई राम बाहेक अर्को केही पनि भन्न सक्दैन। अब सुध्रिएन एमाले पटक्कै।